किन बुझ्नुहुन्न तपाईँले यस्तो कुरा जसले जीवनलाई ठ्याक्कै बदलिदिन्छ भने तपाईँ फोकस अर्कै कुरामा छ कि अर्कै कुरा जो समाजले लादेको कुरा त्यसैमा फोकस छ अरूले के भन्छ भन्ने विचार गर्न साथ सकेको अब फोकस यता छ त्यसकारण अब्जर्भेसनको विषयमा अलिक गहिरिएर बुझ्नुहोस् देयर आर टु टाइप्स अफ अब्जर्भेसन एउटा चाहिँ न्युट्रल अब्जर्भेसन अर्को चाहिँ क्रिएटिभ अब्जर्भेसन यो दुईवटा शब्दमा ध्यान दिनुहोस् किनकि अब्जर्भेसन क्रिएट्स द रियालिटी अब्जर्भेसनले सत्य जन्माइदिन्छ रियालिटी जन्माइदिन्छ अब्जर्भेसन भनेको मैले जुन चिजमाथि म इमोसनल्ली निहाल्छु त्यो मेरो चाहिँ अब्जर्भेसन भयो त्यसले रियालिटी क्रिएट गरिदिन्छ मेरो सत्य दुःख पनि पीडा पनि दर्द पनि इभन सुख पनि अब जीवनमा परिस्थिति बदलेपछि कहिले दुःख हुन्छ कहिले सुख हुन्छ यो उतार चढाव भइ नै रहन्छ अब दुःख हुँदा के गर्ने जब जब मलाई दुःख हुन्छ दुःख भनेको बाहिरबाट आउने दुःख पनि हुन्छ नि जस्तै भुइँचालो जान्छ जस्तै कसैले मलाई धोका दिइदिन्छ